लसो फेफुला वेलकम टु माई च्यानल अखिको जीवन। र आज फेरि धेरै बाद एउटा नयाँ तामाङको एपिसोड लिएर म उपस्थित भइसकेको छु। र यदि तपाईहरू हाम्रो यो तामाङ भाषा सिकाउने च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामीसँग जोड्न सक्नुहुनेछ। र अब हामी आजको एपिसोडमा जान चाहन्छौँ। अस्तिको एपिसोडमा हामीले 10वटा शब्दहरू सिकाएको थिए तामाङ भाषाको, र यो एपिसोडमा चाहिँ हामी 10वटा वाक्यहरू सिकाउनेछौँ। र त्यो वाक्यहरूलाई चाहिँ तपाईँहरूले आफ्नो डे टु डे लाइफमा प्रयोग गरेर तामाङ भाषा इजिली बोल्न सक्नुहुनेछ। र प्र्याक्टिस नै सबैभन्दा ठुलो कुरा हो। र यो हाम्रो च्यानल हेरेर चाहिँ तपाईँहरूले प्र्याक्टिस एभ्रिडे गर्नुभयो भने अवश्य पनि तपाईँहरू केही न केही तामाङ ल्याङ्ग्वेज चाहिँ सिक्न सफल हुनुहुन्छ भन्ने हामीलाई लागेको छ। र मैले धेरै तामाङ भाषा सिक्न चाहने मानिसहरूको निम्ति चाहिँ एकदमै सजिलो पाराले प्लेलिस्टहरू पनि बनाइदिएको छु। मेरो च्यानलमा भिजिट गरेर 31 डेज 31 भिडियोजको एउटा एपिसोड छ, जुन चाहिँ कोर्स जस्तै छ। त्यो हेरेर पनि तपाईँहरूले तामाङ भाषा सिक्न सक्नुहुनेछ। र अब चाहिँ आजको भिडियोमा जान चाहन्छु। अघि नै भनिहालेँ, आज 10वटा वाक्यहरू सिकाउनेछु। र त्यो 10वटा वाक्यहरू सिकाउनु भन्दाखेरि चाहिँ पहिला चाहिँ यो वाक्य चाहिँ तपाईँहरूले सिक्नुपर्छ। मिलामिन फुर्बा दोङ हिन्ला, मिलामिन फुर्बा दोङ हिन्ला। अब एलामिन ती हिन्ला, एलामिन तिगी हिन्ला यसरी चाहिँ, अथवा एलामिन ता हिन्ला यसरी चाहिँ भन्न सक्नुहुनेछ। मेरो नाम फुर्बा दोङ हो, तपाईँको नाम के हो भनेर। अब चाहिँ हामी एपिसोडमा जान चाहन्छौँ। थे चाबन मुला, थे चाबन मुला भनेको चाहिँ ऊ खाँदैछ। थे चाबन मुला, ऊ खाँदैछ। थे चाबन मुबा, यसरी मुला अनि मुबा। थे चाबन मुबा भन्यो भने चाहिँ ऊ खाँदै थियो, ऊ खाँदै थियो। थे चाबन मुबा अनि थे चाबन मुला यसरी चाहिँ तपाईँहरूले सेन्टेन्स बनाउन सक्नुहुनेछ। र अब अर्को सेन्टेन्स, पासङ निबन मुला, पासङ जाँदैछ। पासङ निबन मुला, पासङ जाँदैछ। यसरी अब मैले पर्टिकुलर एउटा नाम मात्रै राखेको छु, तपाईँहरूले त्यो नामको ठाउँमा अरू कुनै नाम राखेर यही सेन्टेन्स भन्न सक्नुहुनेछ। जसरी मैले पासङ निबन मुला भने, तपाईँले त्यसरी नै दवा निबन मुला, फुर्बा निबन मुला यसरी भन्न सक्नुहुनेछ। दवा जाँदैछ, पासङ जाँदैछ अनि फुर्बा जाँदैछ भनेर भन्नुको लागि। अब अर्को सेन्टेन्स चाहिँ छ, तिम दोषी नाम न्ये कान्छाजी। तिम दोषी नाम न्ये कान्छाजी भनेको चाहिँ घर पुगेर मैले भात खाएँ भनेको। घर पुगेर मैले भात खाएँ। तिम दोषीमाम न्ये कान्छाजी यसरी चाहिँ तपाईँहरूले भन्न सक्नुहुनेछ। तिम दोषीनाम न्ये कान्छाजी, घर पुगेर मैले भात खाएँ भनेर तपाईँहरूले चाहिँ यसरी भन्न सक्नुहुनेछ। अर्को चाहिँ छ, चित्र सोसिनाम थेसे फेसबुक रि पोस्ट लाजी यसरी चाहिँ तपाईँहरूले भन्न सक्नुहुनेछ। चित्र बनाएर उसले फेसबुकमा पोस्ट गर्यो भनेको। चित्र बनाएर उसले फेसबुकमा पोस्ट गर्यो भनेको। चित्र सोसिनाम थेसे फेसबुक रि पोस्ट लाजी यसरी चाहिँ तपाईँहरूले भन्न सक्नुहुनेछ। र अब अर्को, खाइराङबा चाबारिन सिबा मिटिम, खाइराङबा चाबारिन सिबा मिटिम। अब यो चाहिँ कस्तो खानकै लागि मर्ने मान्छे रहेछ भनेको। कस्तो खानकै लागि मर्ने मान्छे रहेछ भनेको। खाइराङबा चाबारिन सिबा मिटिम, खाइराङबा चाबारिन सिबा मिटिम यसरी चाहिँ तपाईँहरूले भन्न सक्नुहुनेछ। कस्तो खानकै लागि मर्ने मान्छे रहेछ भनेर भन्नु। र अब हामी अर्कोमा जान्छौँ, गाला आले स्याकान चामुला अथवा चाबामुला। गाला आले स्याकान चामुला अथवा चाबामुला यसरी चाहिँ तपाईँहरूले भन्न सक्नुहुन्छ। मेरो भाइ मासु भात खान्छ भनेर। मेरो भाइ मासु भात खान्छ अथवा मेरो भाइले मासु भात खान्छ। गाला आलेसे स्याकान चाबामुला यसरी चाहिँ तपाईँहरूले भन्न सक्नुहुनेछ, मेरो भाइले मासु भात खान्छ भनेर। र अब हामी अर्को सेन्टेन्समा जान चाहन्छौँ, लानन ज्याबताजी धेरै राम्रो भयो। लानन ज्याबताजी धेरै राम्रो भयो भनेको। लानन ज्याबताजी। अब अर्को चाहिँ छ, नोर्साङ जेबा मुला, नोर्साङ जेबा मुला अनि यो चाहिँ नोर्साङ राम्री छन् भनेको।
अब नोर्साङ राम्री छन् भन्दै गर्दा तपाईहरूले नोर्साङको ठाउँमा अरू पनि कुनै नामहरू प्रयोग गरेर चाहिँ यो सेन्टेन्सलाई प्रयोग गर्न सक्नुहुनेछ। जस्तै कि नोर्साङ जेबा मुला भन्ने ठाउँमा चाहिँ तपाईहरूले डोल्मा जेबा मुला भन्न पनि सक्नुहुनेछ, अथवा कुनसाङ जेबा मुला भन्न पनि सक्नुहुनेछ राम्री छेन भनेको। अब चाहिँ देनबा ताम पाङतोब मुला, देनबा ताम पाङतोब मुला भनेको चाहिँ सत्य कुरा मान्नुपर्छ भनेको। देनबा ताम पाङतोब मुला, देनबा ताम पाङतोब मुला सत्य कुरा मान्नुपर्छ भनेको। देनबा ताम पाङतोब मुला सत्य कुरा मान्नुपर्छ भनेको। यसरी तपाईहरूले भन्न सक्नुहुनेछ, देनबा ताम पाङतोब मुला सत्य कुरा मान्नुपर्छ। अनि अब अर्को शब्द चाहिँ छ सातपा ज्याबा आहिन, मार्नु राम्रो होइन भनेको। सातपा ज्याबा आहिन, मार्नु राम्रो होइन भनेर भनेको। सातपा भनेको मार्नु, अनि ज्याबा भनेको राम्रो, आहिन भनेको होइन। सातपा ज्याबा आहिन यसरी चाहिँ मार्नु राम्रो होइन भनेर भनेको हो। र योहरू चाहिँ त्यो आजको सेन्टेन्सहरू। र अन्तमा अब जाँदा जाँदै चाहिँ एउटा इम्पोर्टेन्ट कुरा भन्न चाहन्छु। त्यो चाहिँ के हो भन्दाखेरि अघि नै मैले भनिहालेँ, यदि तपाईँहरू पक्कै पनि तामाङ भाषा सिक्न चाहनुहुन्छ भने चाहिँ मेरो धेरै भिडियोहरू छ, त्यो भिडियोहरू हेरेर चाहिँ तपाईँहरूले सिक्न सक्नुहुनेछ। तर भिडियोलाई चाहिँ एभ्रिडे हेर्नुपर्छ, प्लस त्यो भिडियोहरूलाई प्र्याक्टिस पनि गर्नुपर्छ। त्यो बोलेको शब्दहरूलाई, भिडियोमा सिकेको शब्दहरूलाई चाहिँ एभ्रिडे प्र्याक्टिस पनि गर्नुपर्छ। अन्त चाहिँ तपाईँहरूले जानिहाल्नुहुन्छ। तामाङ ताम अथवा तामाङ ग्योत अथवा तामाङ ग्योई यसरी चाहिँ तपाईँहरूले तामाङ भाषा भन्न सक्नुहुनेछ। तामाङ ताम, तामाङ ग्योत, तामाङ ग्योई यो तिनवटा भनेको नै तामाङ बात अथवा तामाङ कुरा भनेको, अथवा तामाङ भाषा यसरी चाहिँ तपाईँहरूले भन्न सक्नुहुनेछ। ngaलामिन फुर्बा दोङ हिन्ला यसरी तपाईँले आफ्नो नाम भन्न सक्नुहुनेछ। त्यहाँदेखि अर्को कुरा चाहिँ अब के गर्न चाहन्छु भन्दाखेरि चाहिँ रेगुलर प्र्याक्टिस गऱ्यो भने मात्र यो सिक्छ। र तपाईँहरूलाई आफ्नो थरको बारेमा चाहिँ सँगै भाइहरू जान्न मन छ भने त्यसको लागि पनि मैले धेरै भिडियोहरू बनाएको छु। तर त्यो सँगै भाइहरूको भिडियोहरूमा चाहिँ मैले जानेको, मैले रिसर्चमा पाएको जति चाहिँ मैले बनाएको छु, अनि नजानेको नपाएको जति चाहिँ अझै पनि रिसर्चमा नै छ। र मैले जानेको र मैले भेटाएको सँगै भाइहरूको भिडियोहरू चाहिँ मैले अलरेडी बनाइसकेको छु। त्यो पनि तपाईँहरूले मेरै च्यानलमा गएर हेर्न सक्नुहुनेछ। र यसरी फेरि पनि अर्को एउटा नयाँ भिडियोमा तपाईँहरूको अगाडि उपस्थित हुन्छु भन्दै आजलाई चाहिँ छुटिन चाहन्छु। तपाईँहरू आफ्नो ख्याल गर्नुहोस् अनि तामाङ भाषा सिकिराख्नुहोस्। किन भन्दाखेरि हामीले आफ्नो भाषा जोगाएन भने कसले जोगाउँछ। आजलाई छुटिन्छु। तुझु छे।